सबैजनालाई नमस्कार। हाम्रो पिकनिक ग्रुप यहाँ रेडी हुँदैछ है। यहाँ गाडीहरू तयार भइसक्यो। उहाँ दाजुहरू अङ्कलहरू सबैजना ल यो चाहिँ हाम्रो सबै गाडीको लस्कर है। आज चाहिँ हामी अलिकति भिआइपी छ हाम्रो पिकनिक चाहिँ। आज खालि खानको लागि मात्रै यो सबै गाडीहरूमा जाने हामी। यही नजिकै हो, रौटेला जाँदैछौँ, धेरै टाढा पनि जाँदै छैनौँ है। ल आधा अवधि जान चाहिँ कता कता हुनुहुन्छ, आधा मान्छेहरू चाहिँ यता जम्मा भइसक्नु भएको उहाँहरू सबै दाजु अङ्कलहरू चाहिँ। अरू आधा चाहिँ भित्र हुनुहुन्छ। हामी चाहिँ अब रेडी भयौँ जानको लागि है। सुरु भयौँ हामी, अब बस्छौँ है यो भित्र। ल साथी सङ्गिनीहरू सबैजना हेलो हाल्ने हाम्रो घरले खसी चाहिँ यही हो। फाइनली हामी झर्न लाग्यौँ। मच्छर धूप र डीजे ल्याए त मच्छर धूप मच्छर ल लगे हुन्छ खसी। ल आउनुहोस् हरौँ सबैजना। फाइनली पुगिसक्यौँ हामी पिकनिक स्पोटमा। अनि यो वृद्धाश्रम अहिले फेरि वृद्धाश्रममा फलफुलहरू वितरण गऱ्यो, त्यो चाहिँ मैले भिडियो बनाउन पाइनँ। अब त्यो भिडियो दिइसकेपछि चाहिँ अब सबैजना सरसामानहरू बोकेर हामी पिकनिक स्पोटतिर लाग्दैछौँ है। उहाँहरू सबैजना अनि केहीजना आउन बाँकी छ, 2-3 गाडी आउन बाँकी छन्, पछाडि नै हुनुहुन्छ उहाँहरू डिजे लिएर अनि मच्छर धुपहरू ल्याएर आउनु हुँदैछ। ल लागे सबैजना हामी पनि छौँ है। हस् ल पिकनिक स्पोटतिर हामी सबै जान लागेको। त्यो रौटेलाको हाम्रो कुलो माथि सबैजना पिकनिक स्पोटतिर लाग्नु हुँदैछ। ल हाम्रो अङ्कलजीलाई के काम परेको रहेछ र यहाँ। म पनि यता बाल्टी अचानकहरू बोकेर जाँदैछु। योबाट यता छड्के लाग्नु पर्यो अब हामी। लु पिकनिक स्पोट पुग्यो। यो स्पोटमा भन्दा पनि अगाडिको स्पोटमा बनाउने हामी। ल हिँड्दा यो स्पोटमा चाहिँ हामी आज पिकनिक खाने भयो। यो स्पोटमा यो घनघोर जङ्गलको बिचमा है। यहाँबाट हामी चाहिँ यताबाट आएको आउँदैछ। भएन हुने हो, यो गल्ती हो, यसलाई माफ गर्ने भन्नु होला है सबै। के भगवान् बैजनाथ बाबा होइन, बैजनाथ बाबा है हाम्रो वनदेवी माता। यहाँको सबैजना देवी देवताहरू रक्षा गर्नु, हाम्रो गल्तीलाई क्षमा गर्नु होला। हामी घुम्दा छौँ हजुरको ठाउँमा, हजुरको स्थलमा हामी पिकनिक खान आछौँ, सफल गरिदिनु होला। सिद्धनाथ बैजनाथ बाबालाई चाहिँ विशेष अनुरोध, यहाँको देवीहरू बोजू हुनुहुन्छ वन देवता सबैलाई। लसुन के लाउन यहाँ छ यहाँ। अहिलेसम्म ठिक छ, दारू खान लागेपछि झन् बचाइ आएछ। गर्न सुरु गर्छ हजुर। एक चप्पल खाइछ।
2000 दिन नाच भने तँलाई उठाया 1000 भन्ने के छ 1000 कम दिन उठाया ल केटाहरु समाउ समाउ ले सर चिसो हाल केटाहरु यहाँ पाण्डे उहाँ दाजु सबैजना उहाँहरू अब बसिसक्नु भयो खानालाई खाजा है ल यहाँ तास पनि बनाऊ है यतै हेरौँ न एकचोटि ल उहाँ चाहिँ हाम्रो सपोर्ट यो चाहिँ ल यता हाम्रो राजाले पनि सुरु गर्नुभयो ल सबैजना यतातिर खाजा खान सुरु अब भर्खर खाजा सुरु भइरहेछ खसी त उता बन्न भर्खर तयार भएर है खसी काट्नको लागि यता हतियार तयार हुँदैछ यता चाहिँ पानी भर्ने कार्य आगो नाछिल्की ल 20 केजीको खसी तयार हुन्ला यो खाएर भ्याउने हो कि होइन भन्ने चिन्ता भइसक्यो हामीलाई त मान्छे पनि 20-25 जना मात्रै खसी पनि 20-25 केजीको हुन्ला अब एकजनाको भागमा 1 केजी पर्नु थाल्यो कति खाने होला मासु ब्लेड मारे अनि ब्लेड खसी रेडी पार्नको लागि यहाँ हाम्रो दाजुभाइहरू काका अङ्कलहरू सबैजना यो खसी ल्याएर अब यता सरसफाइ गर्नेतिर लागिरहनु भएको छ ल काटकुट पारेर रेडी हुँदैछ भुँडी त सानै निस्क्यो है ठिक छ मासु धेरै पर्छ ल अर्को ग्रुपको आयो है यहाँ अर्को ग्रुप पनि आयो ठुलै भाँडा छ ल हाम्रो चाहिँ भ्याइयो ल उहाँहरू अङ्कल कताबाट आउनु भयो ए नजिकबाट है ल यतातिर अर्को ग्रुप आइसकेको छ यहाँ पिकनिक खान तयार भएर एकदम खसी लिएर आइया एकदम कारिगरीले हुँदैछ यहाँ हामी चाहिँ 11 बजी पुगेको ल ल हत्ते पुसेर राख्नु पर्यो ल टन्न मासु छ यहाँ यतातिर भुँडी सफा गरिँदैछ लगाएर खोल्दियो यसलाई हाम्रो चाहिँ अब बाख्रो काटेर रेडी भइसक्यो खसी है बाख्रो फेरि एकदम ल अब चाहिँ यहाँ बेच्नु सुरु हुन्छ यो पनि व्यवस्था गरौँ
सुरु भयो है हाम्रो कटिङ सुरु भयो पोल्नको लागि रेडी है कचुवालमा पोल्नको लागि रेडी हुँदैछ सिकमा पोल्नको लागि रेडी हुँदैछ मेरोमा आएको म त 1200 माग्छु म 900 माग्छु घर अपना दुकान अपना घर अपना दुकान अपना आता 360 में एमा के हाल्नु पर्यो ल है हाम्रो सिपालु अङ्कल उहाँले चाहिँ एकदम पिस चाहिँ कट गरेर एकदमै मस्त बनाउनु भएको छ है कचरको लागि पनि यहाँ चाहिँ मासु काट्न बाँकी नै छ उहाँ फेरि पोलेर आइसक्यो आधा मासु कचरको लागि यता अदुवा खुर्सानी के को लागि हो दाइ कचरको लागि है कसमली आफ्नो आफ्नो भाषा छ सबैको यहाँ आयो है रेस्ट पर्यो वाह वाह दाइ बहुत माया गर्छ ल खाऊ ल कचल बन्न सुरु भइसक्यो ल दाजु चाहिँ हेरौँ न दाजु ल कचौल चाहिँ सब गर्न सुरु हुँदैछ एकजनालाई सिनियर मान्नै पर्छ उले जे भन्छ आफूले इन्जोय उसमा गर्नुपर्छ आफू जान्ने भएपछि मलाई अब तीनजना आउँदै थुप्नु भयो दाजुहरू चाहिँ अङ्कल चामल लिएर आउनु भएको छ ल ओके मलाई चाहिँ यो जिम्मा दिएको छ बासमती चामलको भात पकाएर खाने ओके हेलो यो मुडी चाहिँ हाम्रो पाक्नु पऱ्यो सबैजना अङ्कलहरू यहाँ चाहिँ फेरि होटल बनिसक्यो अवस्था रमाइलो रमाइलो ल ठिक छ बगैँचामा भएको
मन्जरी परान चन्द्री यता पनि अरू सबैजना नगर मन्जरी परान चन्द्री माया मिसाउ हरे गाँसमा नगर मन्जरी परान चन्द्री नगर मन्जरी परान चन्द्री नगर मन्जरी परान चन्द्री नगर मन्जरी परान चन्द्री कुकुलानले बवाल गरेल्यो ए मागु बल्दै पड्यो भन्ने यो जेता हुने यो खाली खोलाले दाजु यो के भन्दैछ यो चिकन नाजा पानी परेको अवस्था छ जति पानी पर्यो हौ एकदम पानी पर्यो है अङ्कल पनि हुनुहुन्छ भए पनि है पानी परेको अवस्था छ दाजु पनि हुनुहुन्छ सासु गाड्दै हुनुहुन्छ तर पानी पर्यो है एकदम रमाइलो भइरहेको ल दाजु हुनुहुन्छ साथी पनि हुनुहुन्छ पानी परेको अवस्था सबै पानी परिरहेको छ है अङ्कलजी पानी पर्दैछ पानी परेको छिटो छिटो खेल्न सुरु भइसक्यो यहाँ अङ्कलहरूको है पानी परेर यहाँ भित्रै टिममा आगो लाउनु पर्ने अवस्था भइसक्यो लास्टै पानी परेर यहाँ आपतकालीन अवस्था छ हाम्रो कुकुर पनि आयो
परेको छ उहाँ यता ल यहाँ यस्तो पानी परेको छ यहाँ दाजु जानु हुँदैछ पानी परेको बताउँछु भनेर एकदमै मुसलधारे पानी पर्यो होइन पुरा हाम्रो लगाएको चाहिँ डेक्ची पनि पुरै यता भइसक्यो पुरै भिजेर पुरै पानी पनि भिज्जाउनु भएको यता हाम्रो खानेकुराहरू त्यहाँको चाहिँ पुरै भिडियो अब ल्याउने अवस्थामा छ यहाँ साथीले बनाउनु हुँदैछ यहाँ पनि अब यहाँ भिडियो ल्याउने अवस्था भयो एकदमै यता पनि साथीहरू हुन्छ पानी परेको अवस्थामा खाजासाहरू यहाँ चाहिँ एकदमै अखडा जमेको छ यहाँ एकदमै अखडा जमेको पानी परेर एकदमै मुसलधारे पानी परेर अब त्यही बेरमा सिँगै कुखुरा तारेको अवस्था छ यहाँ भइसक्यो पिकनिकको हालत यस्तो छ ऊ खाना थाल्नुभयो उहाँहरू भोक लाग्यो अरे ऊ सबै खान थाल्नु भएको छ यता पनि खान थाल्नुभयो उता पनि खान थाल्नु भएको छ सबैजना फेरि काम गर्ने गरि नै राख्नु भएको उता केशव उता फेरि पाकिरहेछ खाने खाइरहेछन् यो तालको पिकनिक छ हाम्रो उहाँ आउने मान्छेहरू आइराख्नु भएको छ फेरि कताबाट घुमेर जङ्गलमा पानी परेर बेहाल भएको अवस्था र मासु भात खाने खाइराख्नु भएको छ पकाउनु राख्नु दाइले चाहिँ मलाई खाना दिनुभयो मेरो भागको मासु भात खाना सुरु गरौँ मासु भात दिइहाल्यो नखाम भन्दाखेरि पनि अहिले होइन खाने तपाईँ खान थाल्नुभयो खाम भनेर पिकनिक है सबैले पिकनिक खाएर भ्यायो अनि सबै जानु हुँदैछ अहिले अब पिकनिक खाएर सक्यो हाम्रो चाहिँ अब घरतिर लाग्ने सबैजना ओके बाई बाई पोखरी कटेज हुन्छ अब हामी चाहिँ जान तयारी जाने गाडी चाहिँ यो हो उहाँहरू फेरि अगाडि त मिटो तपाईँलाई पछा बाइकमा पनि आउनु भएको छ साथीहरू आधी बाइकमा जानु हुँदैछ
वृद्धाश्रम अब पनि बस्नु भएको छ आमा दादा आमाहरू बुवाहरू सबैजना वृद्धाश्रम यता ओके बाई ल दाजुहरू सबै निस्किनु भयो ल पिकनिक सक्ने हाम्रो बाई बाई भन्नु सबैलाई हुन्छ बस्दा हुन्छ कि ल बसियो ल बाई बाई भनिदिउँ सबैलाई पिकनिक सक्यो हाम्रो यता हेरौँ न राजा खै त ल सक्यो है पिकनिक हाम्रो यिनले 1000 हजारको त यिनले लगिहाल्यो नि